यो चाहिँ हो हामीले रोपेको सेकेन्ड लडको टमाटरको बिरुवा। सेकेन्ड लडको जे भए पनि टमाटरका बिरुवा पहिला त त्यति राम्रो थिएन, अहिले चाहिँ अलि हेर्न लायक अलि राम्रो ठिकै भयो। अहिले आएर पहिला हेरिकन पहिलाभन्दा अलि राम्रो पहिलो हेङ्गा फुल खेल्न थाल्यो, कहीँ कहीँ दाना पनि बस्न थाल्यो। तर टपलेस पनि गरेको छैन। डोरी लगाइसक्यो, अब भने यसमा मजाले टपलेस गरिदिने हो डिएपी पोटास हालेर। यसमा चाहिँ के थियो भने पहिल्यै अब टमाटर भन्दा पहिल्यै काँक्रो हालेको थियो अलिअलि 2-4 बोट। अब काँक्रो पनि छ, यो काँक्रो नमास्नु। टमाटर यस्तो राम्रो टमाटर भइसक्यो, न काँक्रो मासेर न निकाल्नु न केही गर्नु। यहाँ अलपत्रा परियो गाइस, हेर्नु न यस्ता मजाका छन् काँक्राका बोट। अन्त भन्दाखेरि धेर त छैन, एउटा टनेलमा 4-5 बोट छन् कि। यो खालको बोडी गतिलो छ भने हाम्रोमा आएर त्यति गतिलो छ भने फल्न भने सकेन। फल्नुपर्ने अहिले त धेरै समय भइसक्यो यो बोडी लगाएको, उतिखेरैदेखि लगाएको। तर गतिलो छ भने हाम्रोमा किन हो फल्न सकेन साथी हो। यो खालको बोडी बरु घिरौँला फल्न थाल्यो बल्ल। झट्ट लाएर त्यही पनि 70-80 रुपियाँ किलो पुगेको छ अहिले त बजारमा। ल हरिया मकै गर्याम भन्थे गाइज। हाम्रोमा त काँक्रा पनि छन्, मकै पनि छन्, हरिया मकै पनि छन्। ल साउनको आज शुक्रबार भयो, ल मजाले चराले मकै पनि खान लागेछ। साउनको ल सोमबार कोही साथीहरू मकै खान चाहनुहुन्छ भने सम्पर्कमा आउनु होला। हरिया मकै गर्याम मकै बारी दर्याम के भन्थे। काँक्रा पनि छन् हौ गाइज हाम्रोमा। यो चाहिँ सेकेन्ड लडको टमाटर हो। अर्को टनेल पनि छ त्यसमा पनि राम्रै छ टमाटर, त्यति नराम्रो त होइन, ठिकै छ भनौँ न। अर्को टनेला अनि यतापट्टि अर्को टनेला पनि छ। ओके गाइज।